नमस्ते, मेरो नाम चाहिँ बले। कोरोनाले मान्छेहरू कति हो कति ढले। त्यही कोरोनाले गर्दा मैले हातमा सेनिटाइजर पनि कति हो कति डले। त्यही सेनिटाइजरको एउटा घटना याद आयो। 2020 को एउटा दिन जब म मेरो मामाको काकाको छोराको भतिजको बिहामा गएको थिएँ। बिहामा पुग्नु त पुग्यो, त्यहाँ गेटमा उभिरहेको थिए एउटा मान्छे आएर काका लानुहोस् भनेर हातमा के पानी जस्तो हाल्यो। म त केही पो होला भनेर सुरुप्प पारिदिए, भरे त त्यो त सेनिटाइजर पो रहेछ। त्यो डाक्टरले त तपाईँलाई कोरोना भयो भन्छ, झन्डै त्यो झिपिक पर्ने त्यो गाडीमा पो हाल्यो बचिया। बल्ल 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 कसो कसो गरेर घर आइपुग्यो। घर आइपुगेको त बुढियाले नआएर मात्रै पस्नु पो भन्छ। मलाई त झन न रिस उठेर आयो। मेरो पालो पनि एक बाल्टी गौत खनाइदिएर घरभित्र पसिदियो। त्यसका यो सर्टबाट गौत गनाउँछ। फेरि यसो मैले यो मेरो पुरानो माकुराले जाली लगाइसकेको दिमागबाट सोच्दा यो बुझे कि कोरोना भन्दा पनि बेसी मान्छे त कोरोनाको डरले पो मर्दा रहेछ त हौ। अन्तिममा चाहिँ यही भन्न चाहन्छु कि नानी हो, यो कोरोना भन्नेसँग चाहिँ बेसी नडराउनु र बित्ताको हल्ला चाहिँ नफैलाउनु। बाहिरतिर निस्किँदा चाहिँ यो लाएर निस्किनु र बेसी जस्तो घरमै बस्नु। ल त वरिष्ठ नमस्ते सबैलाई। अब म चाहिँ गएको, मेरो चाहिँ गाईलाई घाँस काट्ने बेला भयो।